ठ्याक्कै अहिले चाहिँ हामी खिम्ची बनाउने क्रममा छौँ। हाम्रो मित्रहरूले खिम्ची बनाइरहनु भएको छ। खिम्ची बनाउनको लागि आवश्यक पर्ने पेस्ट हाम्रो 88 वर्षको हजुरआमा यो तरिकाले दिनुपर्छ। 30 वर्षको है म। हजुर 29 यो तरिकाले हाल्नुपर्छ। त्यो चाहिँ हल्का एक्सरसाइज गर्नु। हो त्यसरी बिरु सरले दिइरहनु भएको छ। पल्टै पत्रै पत्र हुन्छ। सानो अस्तिको हादी छ त्यसलाई कटिङ गरेर एउटा फुल खिम्ची यो तरिकाको हुन्छ। टक्रक त्यहीँ राख्नु भएको छ। हाम्रो हजुरबा चाहिँ त्यहाँ हुन्छ 88 कति वर्ष 88 वर्षको हजुरबा। हजुरआमा चाहिँ जेठो हो। हजुर हजुरआमा चाहिँ जेठो हो। हो।